नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु है साथीहरू। फेरि पनि अर्को भिडियो लङ टाइमपछि लिएर आइसकेको छु हजुरको सामने। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोला र मेरो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। म चाहिँ अहिले यहाँ नेपालमा छु अनि जो बुटोलबाट यता गोर्खा आएको छु अहिले चाहिँ। अनि केही काम विशेष कामले गर्दाखेरि र साथीहरू आज हामीहरू चाहिँ कहाँ जाँदैछौँ भनेर कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर थाहा पाउनु होला। म चाहिँ रेडी भएँ अनि भएर अब यहाँबाट निस्किनु लागेको। अनि हामीले चाहिँ बोकाहरूलाई पनि सबै ऊहरू पन्साइसक्यो, आफ्नो गर्नुपर्ने रीति ऊहरू गरिसक्यो। अब यहाँबाट निस्किन्छौँ। अब यहाँ माथि कालिका जान लाग्यो क्या हामीहरू चाहिँ। अब कालिकातिर लाग्छौँ है त। अब तयार हुन्छ न। अनि आजको गोर्खाको मौसम चाहिँ हेर्नु न यस्तो छ, कुहिरो लागिरहेको छ एकदम जस्तै जाडो जस्तो छ कि गोर्खा बजारी झलल्ल। उता चाहिँ लक्ष्मी बजार हो। फुपू भन्नु राम्रो फुलहरू पनि फुलेको ल साथीहरू। अब हामीहरू चाहिँ निस्किन लागेको यहाँबाट। हामीहरू चाहिँ यहाँ आइपुग्यौँ। अब यहाँबाट हिँड्दै जाने हो। यहाँको यस्तो छ मौसमहरू। ए हजुर होइन नमस्ते हो त्यस्तो 10,000 लिनु। यहाँबाट हामी हिँड्दैछौँ माथिको लागि एकदम अस्ति नै जाडोमा आउँदा त स्याहाँ भएको थियो है। आलु त्यति त्यो कपडा पनि बाक्लो भयो होला कि। टुरिस्टहरू आएको छ। यहाँ त अहिले आउँदाखेरि गऱ्यो हुँदो रहेछ पूजा। पहिला माथि टोलीलाई यहाँ फेरि यो बाँदरहरू पूजा गर्ने दिन्न कि राम्रोसँग। अनि यहाँ कति धेरै बाँदरहरू पनि हुन्छ हेर्नु न। राम्रोसँग आरामसँग पूजा गर्न पनि दिन्न, एकदमै खोजिदिने गर्ने गर्छ। ल साथीहरू हामीहरू चाहिँ फाइनल्ली
यहाँ दरबारमा आइपुग्यो उकालो चढ्दा चढ्दा एकदम स्याहा भएछ हेर्नु मौसम पनि एकदम गुम्म कुहिरो लगाएको छ अहिले जुत्ता चप्पल राख्नु पनि यस्तो बनाएर रहेछ पहिला यस्तो थिएन जुत्ता चप्पल राखेर हामी आएको एकदम गर्मी भएछ उकालो चढेको त कति पछि आउनुभएको हजुर 1 वर्षपछि होला म पनि मेरो चाहिँ यहाँ थुप्रै टाइम भइसक्यो आएको पनि अनि आज पनि आएको दर्शन गर्नको लागि हामीहरू दुईजना लेट्स गो जाऊँ साथीहरू हामीहरू चाहिँ मतलब पूजासुजा गरेर भ्यायौँ अब पूजासुजा गरेर अनि अहिले चाहिँ अब यहाँ बोकाहरू काट्नको लागि वेटिङमा छौँ अनि त्यो चाहिँ अहिले खुल्दैन अनि त्यही भएर त्यो अहिले पछि खुल्छ अरे अनि त्यही भएर त्यसको लागि यहाँ वेट गर्दैछौँ अनि पूजासुजा गरेर त भ्यायौँ अनि आज पनि पूजा गर्ने मान्छेहरू एकदम भिड छ आज यहाँ दरबारमा त्यही हो साथीहरू यस्तै चल्दैछ अनि आज चाहिँ पूजा गर्न आउनेहरूको एकदम भिड छ अनि यहाँ चाहिँ हुन त सधैँ भिड भइरहेको छ आज मात्रै होइन सधैँ भिड भइरहेको छ अनि त्यही हो अब यहाँ सबै पूजा गर्दै हुनुहुन्छ कोही फोटो खिच्दै हुनुहुन्छ भिडियो गर्दै हुनुहुन्छ अनि हामीहरू चाहिँ यहाँ यत्तिकै बसिरहेको छौँ पूजा गरेर ल्याएपछि त्यही हो एक्लै भएर खाँदैन अनि अहिले साथी पाएको अनि त्यही भएर दुईजना भएर यो घाँस पनि सक्यो यहाँ चाहिँ हेर्दै हुनुहुन्छ मान्छेहरूको हल्ला चाहिँ चल्दैछ आज त भिड छ एकदम हजुर साथीहरू तपाईँहरू चाहिँ को आउनुभएको छ यहाँ दरबारमा पूजा गर्न उनीहरू नि आएछ टोलीहरू साथीहरू हामीहरू चाहिँ पूजासुजा गरेर अब फर्केको टिकासिका पनि लगायो अनि सबै कामहरू भयो अब यहाँबाट हेर्नु गरौँ सुको जस्तै हो माथि उयो रहेछ क्या टावर माथि हामीहरू पूजा गरेर फर्केको अब पुरा ओह्रालो झर्दैछौँ अघि फेरि घर भ्याउनु पर्छ नि पुसाइसक्यो त एकदम हरियो डाँडा पखेरा देख्न पाइएछ यहाँमा चाहिँ अनि यो ठाउँमा फेरि बाख्राहरू साफसफाइ गरेर गर्ने ठाउँ हुन्छ अनि साफसफाइ गरेर दिँदो रहेछ अनि यसको चार्ज चाहिँ 600 कति हो 600 कति हो 650 लाग्दो रहेछ अनि हामीहरू अब त्यसैको पर्खाइमा छौँ अब कहिलेसम्म सफा गर्छ अनि हामीले पनि त्यहाँ नम्बर गरेर बसेको छौँ यहाँ चाहिँ पर्खिँदै हुनुहुन्छ उता हेर्दै यता हेर्नु पर्खाइमा अनि कस्तो भयो आजको पूजा राम्रो भयो आजको दिन कस्तो भयो एकदमै राम्रो भयो मनले सोचेको आँटेको सबै अब आज आएर सबै मागेछु र अस्तिको उस पनि जे पनि हामीले सोचेको थियो त्यो सबै हामीले गरे आज राम्रैसँग भयो सबै चित्त बुझ्ने तरिकाले भएको छ हरियो वन नेपालको धन भने जस्तै डाँडा पखेरा देख्न पाइन्छ कुदा चाहिँ फेरि भोक लागेर चटपट खान लागेको बिहान बिहानै हेर्नु न चटपट खान लाग्छु म चाहिँ नेपाली हो नि त अनि पाहाडको मजा लिँदै अब चटपट खान्छु अनि खाएर सकेपछि तपाईँहरूलाई भेट्नेछु है त
अब हामी फर्किन लागेको अनि मोमो खानु यहाँमा दरबार आएर मोमो खाने भनेर यहाँ हैरान गरिराखन् अनि त्यो बाख्राहरू पनि फेरि रेडी भइसक्यो अब हामी यहाँ निस्किन लागेको हामीहरू फेरि स्कुटीमा आएको थियो यहाँ तलबाट अनि यो चाहिँ पार्किङ एरिया हो यहाँको दरबारको अनि यहाँ चाहिँ दरबार जाने अनि हो त्यो माथि चाहिँ दरबार हो साथीहरू अब साथीहरू हामी त घुम्न आयौँ अब हजुर पनि आउनु होला तर राम्रो छ हुन त कतिहरू त आइसक्नु भएको छ होला तर म पनि थुप्रै चोटि आइसकेँ जाम बाटो फेरि एकदम अपलोड छ कि यहाँसम्म चाहिँ अनि त्यहाँ तलबाट पिच छ अब हामी निस्कियो लागेको त्यो सबै होटेलहरू रेस्टुरेन्ट होइन सबै यो सल्लाह हो कि कस्तो के हो है यहाँबाट बजार राम्रो देख्थ्यो कि सबै कुरो लगाएर कस्तो कुहिरो लाग्यो कस्तो चिसो चिसो भयो नि जाडो त भयो नि मलाई त मजाको गोर्खा डाँडैमा एक दिनको उता भयो मेरो अनि हामीहरू चाहिँ पूजा गरेर घर आइपुग्यौँ घरमा अनि पूजा गर्न गर्थ्यौँ हामीहरू त दरबारमा अनि एकदम भिड पनि थियो त्यहाँ सबै मान्छेहरू पूजा गर्न आउनुभएको थियो अनि त्यही हो सबै पूजा गरेर राम्रोसँग सम्पन्न गरेर घर फर्क्यो।